स्वागत छ तपाईलाई हाम्रो नयाँ ब्लगमा। आज हाम्रो यात्रा भनेको चाहिँ सुस्ता पुल अनि यसमा सबभन्दा लामो पुल पनि भन्न सकिन्छ, नेपालमा त्यही भन्छन् के अरे। अनि आज हामीसँग हुनुहुन्छ हाम्रो हनुमानजी अनि अर्को नयाँ हनुमान हो। उहाँ चाहिँ कस्तो भनेपछि होन्डा हो तर बुलेटै हो है, होन्डा हो तर बुलेटै हो। ल आज हामीसँग हुनुहुन्छ, त्यही भएर ल हेर्दै जानु होला के हुन्छ, हामी देखाउँदै जान्छौँ। रमाइलो लिँदै गर्नु, म पनि रमाइलो लिँदै गरेको छु। ल यो चाहिँ हामी त्रिवेणी रोड हो, त्रिवेणी रोडदेखि सिधै जाने, त्यसपछि हेर्दै हेर्दै जाम कता कता हुन्छ बाटो। मलाई पनि त्यस्तरी एक्ज्याक्टली थाहा होइन, सोध्दै सोध्दै रमाउँदै जाम है त। ल हाम्रो एउटा साथी भेटिएको छ, यहाँ एउटा साथी यहाँ छन्, यिनीहरूका उसहरू अर्को यहाँ छ, यहाँ देख्न सक्नुहुन्छ हाम्रो साथी है यो। ल ऊ पनि अहिले एकैछिनमा आउँछु भन्दाखेरि हामी जाँदै गर्छौँ, म आउँदै गर्छु। ल हेर्नु सक्नुहुन्छ साथी है यो। ल गाइस हामी अहिले यहाँ सुस्ता पुल जाने बाटो यो हामी जाँदैछौँ। अनि मलाई यो आउँदा फेरि सधैँ मैले यो नोटिस गर्ने भनेको यो घर, मलाई यो घर बवाल लाग्छ कि यो हुन्छ नि जुन फुलसुल काटेर यताउति खतरा लाग्छ मलाई। त्यही भएर म जहिले पनि जान्छु, तर यो घर चाहिँ जहिले पनि नोटिस गर्छु। ककल नोटिस पनि गर्नुभयो जाँदाखेरि, थाहा होला हजुरहरूलाई पनि। ल है त हामी जाँदैछौँ। हामी अहिले सुस्ता पुलको लागि हिँडिरहेको छौँ। यो बाटो कहाँ के मलाई केही पनि थाहा छैन अहिले नामहरू। हामी हिँडिरहेछौँ अहिले सुस्ता पुल जाने बाटो हो यो। अहिले हामी अस्ति नै आउँदाखेरि बन्दै थियो, अहिले बनाएर सकिसकेछ, राम्रो हो बाटोहरू। ल गाइस हामी सुस्ता पुल आइसकेको छौँ, देख सक्नुहुन्छ यहाँ पुल छ। हामी यहाँ छौँ, म यहाँ, हाम्रो हनुमान, अर्को हनुमान यहाँ छ, त्यही हो। अब हामी यहाँ उखुको जुस खाएर जान्छ, माहौल खतरा माहौल बनेकै छ, बाइकहरू यहाँ पार्क छ के अरे। ठिक छ, अहिले हामी खाएपछि अनि फेरि उतातिर जान्छौँ। यहाँ हेर्नु देख सक्नुहुन्छ उखुको जुस र यहाँ झुला पुल भन्दो रहेछ यसलाई है। ल गाइस हाम्रो यहाँ एन्ट्री हुन लागिसकेको छ, देख्न सक्नुहुन्छ। ल हेर्नु हामी तिनवटा नै दुईवटा हनुमानलाई लिएर म जाँदैछु आज यो पुल पारी देखाउनलाई यिनीहरूलाई भ्रमण। आज म भएपछि यिनीहरूलाई यति रमाइलो हुन्छ देख सक्नुहुन्छ हनुमान। ल हेर्नु सक्नुहुन्छ यहाँ हामी हिँड्दैछौँ, धनुकै पुलमा टेकिसकियो। ल यहाँ चाहिँ झलङ्गे फुल, यताहरू बाइक आउँदैछन्, एउटा बाइक। यस्तो यो जिन्दगानी दर्पण छ। यहाँ हाम्रो भाइ भेटेको छन्। के छ भाइ खबर? सन्चै हौ? कहाँ हो तिम्रो घर? कहाँ से आयो? इंडिया किधर? खड्डा किधर है ये खड्डा? इंडिया। सब ठीक है ना घर पे? अल्लाह ठीक है, अच्छा चलता हूँ, दुआ में याद रखना। चिट्ठी तारों में भी मेरा तुझसे। ओहो तिम्रो घर कहाँ हो भाइ? दर्शन तिमी लोकल हो भाइ? हनुमान जी हम तो अपना दुईटै हनुमान भेटेको रखना। भेटे छन्, दुईटै दाजुभाइ भेट भयो यहाँ कुम्भको मेलामा हराएको, आज भेटिसकेका छन्। सिनहरू बवाल छ है, बवाल। ल पानी खै अरे तल, पानी भएन अरे। के भन्नुहुन्छ, के भन्न चाहनुहुन्छ? अरू के भन्नु त भन्नु दुई शब्द हजुरले। म त एकदम यिनीहरू फेरि हजुरको ब्लगमा आउन पाएपछि म धेरै अलि यताकै लाइट हजुरको ब्लगमा म धेरै खुसी छु। मैले हजुरको च्यानललाई सब्स्क्राइब पनि गरेको छु है। ठीक हो। ल हजुरले नि सबैजनाले हाम्रो दिपेश खराल युट्युब च्यानललाई लाइक सेयर सब्स्क्राइब सबै गर्नु। हजुर सब ठिक भयो, चस्मा त हुँदै भएन हजुरको यो चस्मा। देख्न सक्नुहुन्छ यहाँ हामी आधी पनि हिँडेनौँ कि, आधी पनि यति लामो पुल आधी पनि हिँडेको छैनौँ। दिपेश किन पछाडिबाट हिँड्यो भनेर यता लाइट पर्छ नि त, यहाँ हेन्डसम त देखिने बरु। लगाइस हामी हिँडेछौँ, अझै यत्रो टाढा यहाँ त गहिरो छैन, हामफाल त एकचोटि। ल हेर्न त्यहाँ ढुङ्गा देखियो कि पुरै उयो देखियो। ल हामी अहिले झलुङ्गे पुलको बिच त्यता पुगेको त छैनौँ। यहाँ रमाइलो छ, यहाँ क्यामेरा युज गर्ने हुँदै हुनुहुन्छ। 11,000 भोल्ट उसले सक्छु भन्छन्, कुशल सक्छ भने तिमीले सक्दैन। त्रिवेणी तो उधर से जाना है, उधर से 11 किलोमीटर था, इधर से तो 8 किलोमीटर होगा। इधर से इंडिया
नहीं नहीं इंडिया नहीं जाना, हाँ त्रिवेणी त्रिवेणी उधर जाओ और उधर पूछो। इधर है हाँ। त्रिवेणी जी। नहीं नहीं यता गयो नि कहाँ गए? नहीं उधर नहीं पूछे है ना, इधर पूछे। नहीं, नहीं आपको पूछा है, हम यहाँ से इधर गए तो कहाँ पहुँचेंगे? अब हम किधर है? आप जाना अभी हम कहाँ है? जाना है बताइए इधर। हमको नहीं जाना कहीं नहीं है, हम बस पूछ रहे हैं यहाँ से। हाँ वो तो है, सब ठीक है। क्यों चाहिए? उधर जाना ही नहीं है तो क्यों पूछ रहे हैं? हाँ ला हाँ हाँ ठीक है हाँ, किधर है घर? घर तो हमारा जिला महाराजगंज है। महाराजगंज। और इधर क्या घूमने के लिए आए हो? हाँ घूमने। ये कौन है आपका बेटा? नहीं नाती। नाती है। पोता है, और पोता। ठीक है, अब आपको जाना त्रिवेणी। हाँ। सीधे आगे जाओ, इधर सीधे आगे से जाएगा। ल गाइज हामी अब यहाँदेखि हिँड्यो यो झलुङ्गे पुलबाट। अनि यहाँ हेर्न सक्नुहुन्छ पुरै चाहिँ हिँडिएन, उता गएर के गर्ने त्यही भएर यताउति खान। हाम्रो उहाँ दुईवटा हनुमान नम्बर 1 हनुमान नम्बर 2। हिजो अस्ति एक्लै भयो भनेर हनुमानले अर्को हनुमानलाई पनि लिएर हिँडेको देख्न सक्नुहुन्छ। फेरि यदि हनुमान भन्दैमा तपाईँहरूले नेगेटिभ चाहिँ नलिनु होला, जस्ट राम्रै वेमा त्यसरी भनेको, किनकि भगवान्को नाम लिइरहनु पर्छ नि त। त्यही भएर भगवान्को नाम पनि लिइराखेको छौँ, यता भ्लग पनि बनिरहेको छ। त्यही भएर है ल हामी अगाडि जान्छौँ, कता कता घुम्छ, मैले अझै अगाडि जाने भने हेरौँ ल। हामी हिँडेका हेर्नु सक्नुहुन्छ। यसलाई हेर्न उल्लुले यस्तो तल तल बाक त्यस्तो नभन्न पागल यार, पाहुना हो नि यार यो त यार, कहाँ यस्तो भनेको। पाहुना साला आफूले धान पकाउँदाखेरि त के भएन? अब 12 रोटी एउटा खाएपछि धान त बोक्नै पऱ्यो नि। त्यही भएर 12वटा के गाई 12वटा सक्दैन। 12 रोटी खाएपछि काम पनि त्यति गर्न पर्ने, पस्न त पर्यो। त्यही भएर ज्यान हेर्न फेरि खतरा आयो। केटी त देख्न हुन्न फर्किहाल्छन्, दुईवटा केटी आगो घुमेर फर्किएर हालिहाल्छन्। यस्तो हो पारा हेर्नु त, जनै हाल्ने के, जहाँ गयो नि आफ्नो उस्तो जनै हाल्ने। लगाइ हामी यो खेल्न लाहाम, यो खेल्न पाइन्छ भनेको पाइँदो रहेछ खेल्न। अनि यहाँ फेरि यो हामीलाई बहुत पहिल्यैदेखि रहर थियो, अनि पहिला अब खेल्न पाइएन। अब आज बल्ल फेरि नयाँ एक्सपिरियन्स गर्न लाहाम हामी 3 भाइ है त यहाँ। ल गाइज हामी अहिले मुस्ताङमा है। ल स्टेरिङ पुरै फुल छ। ल हामी मुस्ताङ है, मुस्ताङ। एउटा हातले हो के यो त? ल ओइ हो जिन्दगीमा अनुभव पनि गर्न पाइयो। उल्टा मुस्ताङै पुरै सरर रिङ्गटे लगाइसक्यो यार, रिङ्गटा लगाइसक्यो। ल गाइज हामी अहिले मुस्ताङ सरर ल गाइज हामी मुस्ताङै मुस्ताङ। यो ढल्कियो कि गर्छ पुरै पुरै गुल्टेर जस्तो। यो पुरै बाङ्गियो कि भयो छोडिदिनु। भयो ब्याक रिङ्गटा लगाइसक्यो। रिङ्गटा लगाइसक्यो यहाँ घुमाएका घुमाइ भएर। ओ भयो न त ऊ नगर ओ साला देख्छ हुन्छ डराएर भयो यार, रोक्नु दाइ। कस्तो मुल्टी हामी यत्रो खेलेर आयो, तँ चाहिँ अलि खाली पेट भएको भएर रिङ्गटा लाग्यो। कस्तो रिङ्गटा भन्छ सर्टले लाग्यो अनि बङ्गै लडियो। ठिक छ, रमाइलो भयो, जे होस् राम्रोको लागि भयो, रमाइलो भयो। ल यहाँ गाइज हामी अहिले चिया खान थालेको। अनि चाहिँ यसो आउँदाखेरि हामीले एउटा देख्यौँ क्या यहाँ बेवफाई चायवाला। दाइ यो बेवफाई चायवाला चाहिँ किन राख्नु भएको नि हजुरले? धोका मिल्छ। धोका पाएको कहिले? हो गई 2 साल। ए धोका पाउनु भयो, अनि त्यसपछि चिया पसल खोलेर बस्नुभयो। ए ल ठिक छ। ल देख सक्नुहुन्छ, त्यही भएर ल कहिले नगर्नु फेरि। ए ल बेवफाई चायवाला धोका पाएपछि यस्तो हालत। मात्रै हन्तेलाई लिएर हिँड्यो भनेको त दुइटैलाई लिएर हिँडेको। हेर्नु गाइज कहिले पनि सुस्ता झुला पुल आउनु भयो भने यहाँ बेवाफा चियाबाट चिया खान चाहिँ नबिर्सिनु है। बवाल एकदम बवाल खायो चिया। ल थपेर खायो, 1 लट खाएर
एक लट भ्याएर अर्को लट पनि 20 खाने रुपियाँमा यस्तो मिठो चिया भनेको 25 रुपियाँमा यस्तो मिठो चिया भनेको बेवाफा चायवाला बोर्ड देखाइदियो त अहिलेको व्यवहार चायवाला ल जब यहाँबाट हिँड्न लाग्यो है हामी ल एउटा गइसक्यो अब हामी हिँड्नु पनि लाग्यो हामी पनि हिँड्न लाग्यो लगाइ जब त्यहाँ घुमेर नि आइसकियो सुस्तापुल घुमेर अब घर हिँड्न लाग्यो यहाँ दुईजना छन् अनि आजलाई यति नै गरौँ अब फेरि पनि भेटौँला नयाँ ब्लगमा र नयाँ ठाउँ लिएर अनि लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है त ल कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला ल यति भन्दै आजको ब्लग यही टुङ्गाउँछु हस् त नमस्कार